संस्कृति क्षेत्रका साथीहरूको पनि भूमिका त्यति नै छ। त्यसकारण तपाईहरुको योगदानको कदर पनि गर्न चाहन्छु। र आज हामी देखिरहेका छौं समाजमा कुनै पनि विसंगतिहरू विकृतिहरू समाजलाई रूपान्तरणका निम्ति अवरोध गर्ने कुनै पनि विचारहरूलाई अन्त्य गर्नका निम्ति जसरी संचार माध्यमका संचारकर्मीहरूको भूमिका छ, जसरी देशमा रहेका तीन तहका संरचनामा रहेका जनप्रतिनिधिहरूको जसरी भूमिका छ, त्यसरी नै चलचित्रकर्मीहरूको कला संस्कृति क्षेत्रका व्यक्तित्वहरूको पनि भूमिका होस्। यसका निम्ति नै हामीले यो प्रदेशमा चलचित्र बोर्डको स्थापना गरेका हौं। यद्यपि विगत 4 वर्षमा हामीले सोचेको जस्तो तपाईहरुले चाहेको जस्तो चलचित्र बोर्डले काम गर्न सकेन भन्ने खालको विचार हामीले सुन्यौं। तर भर्खर 2 हप्ता मात्रै भएको छ। 2 हप्ता मात्रै चलचित्र विकास बोर्डमा अध्यक्ष र सदस्यहरूको हामीले नियुक्ति गरेका छौं। यो 2 हप्तामा 3टा 4टा 5टा कार्यक्रमका माध्यमबाट जसरी चलचित्र बोर्डले सक्रियता देखाएको छ, यो सक्रियता जारी रहोस्, निरन्तर जारी रहोस् र चलचित्र बोर्डले समाजमा रहेका थुप्रै विकृति विसंगतिहरू अन्त्य गर्नका निम्ति भूमिका निर्वाह गरोस्। सँगसँगै रोजगारी सृजना गर्नका निम्ति हरेक पालिकामा हरेक जिल्लामा राष्ट्रिय स्तरका कलाकारहरू अन्तर्राष्ट्रिय स्तरका कलाकारहरूको उत्पादन गरोस्। राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा यो प्रदेशका मधेस प्रदेशका कलाकर्मीहरूलाई हामी देख्न पाऊँ। र त्यति मात्रै होइन, चलचित्र बोर्डले गर्ने काम थुप्रै छ, जुन विषयमा भर्खर हाम्रो चन्द्रनगर गाउँपालिकाका अध्यक्षले भन्नुभएको छ। म त्यतातिर धेरै दोहोर्याइकन एउटै विषयलाई यहाँ व्यक्त भइसकेको विचारलाई नदोहोर्याइकन म सारमा के भन्न चाहन्छु भने चलचित्र बोर्डको आवश्यकता औचित्य पुष्टि हुने गरी तपाई चलचित्र बोर्डका पदाधिकारी साथीहरूले त्यो हिम्मतका साथ काम गर्नुहोस्। तपाईहरुलाई बजेटको अभाव हुन थाल्यो भने हामी तपाईहरुको साथमा छौं। बजेटको व्यवस्था हामी